नमस्ते ओहायो गोजाइमास म मोमेजी एकाडेमीबाट विष्णु श्रेष्ठ आज म केन्सी शिबुया अथवा जापानको कन्स्ट्रक्सन सेक्टरको भिजाको बारेमा चर्चा गर्न उपस्थित भइसकेको छु। आज म यो जापानमा कन्स्ट्रक्सन भिजा भनेको कस्तो हो त, कन्स्ट्रक्सनको काम भनेको कस्तो हो त। यहाँ नेपालमा सबैले कन्स्ट्रक्सन भनेको मात्र ज्यामी काम, गाह्रो हुने काम भनेर धेरै मेन्टलमा दिमागमा बसेको भएर त्यो भ्रमलाई चाहिँ हटाउनको लागि चाहिँ उपस्थित भइसकेको छौँ। आजको प्रेजेन्टेसन ध्यान दिएर सुनिदिनु होला। ल सबैभन्दा पहिला सुनौँ के हो त एसएसडब्ल्यू भिजा भनेको। कन्स्ट्रक्सन भिजालाई एक्चुअली साइडमा राखेर एसएसडब्ल्यू भिजा भनेको के हो त है, स्पेसिफाइड स्किल वर्कर है, एसएसडब्ल्यू तोक्ते गिनो भिजा भन्छ है त। यो चाहिँ किन जापानले सुरु गर्यो त भन्दाखेरि जापानमा जनसङ्ख्या चाहिँ त्यति साह्रो वृद्धि नभएर काम गर्ने मान्छे चाहिँ कम भएर घटेर जापानमा चाहिँ आर्थिक रूपमा समस्या आउने अथवा काम गर्ने मान्छे चाहिँ कम हुँदै गएको भएर यो नयाँ जापानले 2019 सालमा चाहिँ यो एसएसडब्ल्यू तोक्ते गिनो भन्ने भिजा चाहिँ लन्च गरेको हो है। यो भिजा के हो त भन्दाखेरि जापानमा काम गर्ने मान्छे धेरै कम भएर जापानलाई चाहिँ समस्या पर्ने अवस्थामा पुगेको भएर आफ्नो देशमा श्रमिक अभाव भएको कारणले विदेशको विभिन्न कन्ट्रीहरूबाट चाहिँ आफ्नो देशको श्रमिक आपूर्तिको लागि चाहिँ यो भिजा निकालिएको छ है त। यस अन्तर्गत चाहिँ 16वटा सेक्टर चाहिँ जापान सरकारले सार्वजनिक गरेको छ। यसो भन्नुको अर्थ 16वटा सेक्टरमा चाहिँ हामी एसएसडब्ल्यू मार्फत जापान जान सक्छौँ है। यसमा धेरै छ, कन्स्ट्रक्सन, म्यानुफ्याक्चर, एग्रिकल्चर, फुड सर्भिस, म्यानुफ्याक्चरहरू है, केयर गिभिङहरू भयो, एयरपोर्ट ह्यान्डलिङहरू भयो है, धेरै छन् है। त्यसमध्येमा आज म चर्चा गर्न गइरहेको विषय चाहिँ कन्स्ट्रक्सन भन्ने विषय हो है त। ठिक छ, अब यसको लागि भिजा प्राप्त गर्नको लागि के गर्नुपर्छ त भन्दाखेरि पहिला त जुनै एसएसडब्ल्यूमा जानलाई पनि के चाहियो त, जापानिज ल्याङ्ग्वेज सर्टिफिकेट है। जापान जानको लागि के चाहियो त, जेएफटी A2 लेभलको एक्जाम चाहिँ पास गर्नु पर्यो अथवा तपाईँले सक्नुहुन्छ भने जेएलपिटी एन्फो पास गर्न सक्नुभयो भने अझ राम्रो हुन्छ है। दुईटामा कम्पेयर गर्नु पर्दाखेरि जेएलपिटी एक्जाम भनेको चाहिँ अलिकति टफ, अलिकति गाह्रो भने अब पढ्ने मान्छेको लागि चाहिँ त्यति गाह्रो नहुन सक्छ, तर कम्पेयर गर्नुपर्दा जेएफटी र जेएलपिटीमा कम्पेयर गर्नुपर्दाखेरि चाहिँ जेएलपिटी चाहिँ अलिकति गाह्रो भएको भएर धेरै मान्छेले चाहिँ पास गर्न गाह्रो भयो। नेपालमै पढेर अब राम्रोसँग पढ्यो भने त सकिन्छ, तर के त नेपालमा यसरी पढेर हामीले पढे अलिकति जेएलपिटी पास गर्न गाह्रो भएको भएर चाहिँ जापानले चाहिँ जेएफटी भन्ने जेएलपिटी भन्दा अलिकति सहज एक्जामलाई चाहिँ यो पनि जेएलपिटीको A2 लेभल भनेको एन्फो लेभल हो है भनेर उनीहरूले मान्यता दिएको भएर जेएफटी पास गर्नु भए पनि हुन्छ। जेएफटी त अब तपाईँले पास त गरिसक्नुभयो, 250 फुल मार्क्समा 200 आयो भने पास हुनुहुन्छ हो, त्यो पास गर्नु पर्यो। त्यसपछि तपाईँले साथसाथै के गर्नु पर्यो त, स्किल पास गर्नु पर्यो। अब स्किल अब कुन सेक्टरमा जानुहुन्छ तपाईँ, कन्स्ट्रक्सनमा जानुहुन्छ, फुड सर्भिसमा जानुहुन्छ, खाइगोमा जानुहुन्छ, ग्राउन्ड ह्यान्डलिङमा जानुहुन्छ, सुकाकोमा जानुहुन्छ, यो सबैमा के गर्नु पर्यो त, त्यो सेक्टरको चाहिँ स्किल चाहिँ पास गर्नु पर्ने हुन्छ तपाईँले है त। त्यसपछि मात्र बल्ल कम्पनीहरूबाट डिमान्ड आउँछ। त्यसपछि इन्टरभ्यू दिनुहुन्छ, इन्टरभ्यू दिएर एप्रुभ भएपछि, इन्टरभ्यू पास भएपछि तपाईँलाई कन्ट्र्याक्ट पेपर आउँछ। कन्ट्र्याक्ट पेपर आएपछि उता उनीहरूले भिजा एप्लाई गरिदिनुहुन्छ है। भिजा एप्लाई गरिसकेपछि बल्ल तपाईँको सिओए आएपछि बल्ल हाम्रो यताबाट जाने प्रोसेस चाहिँ हुन्छ है त। अब हामी निर्माण सेक्टर नै किन खोजौँ त है, कन्स्ट्रक्सनमा चाहिँ स्पेसल्ली हामीले किन रोज्ने हो त भन्दाखेरि जापानमा यो कन्स्ट्रक्सन फिल्डमा चाहिँ मान्छेको अभावले, श्रमिकको अभावले चाहिँ एकदमै काम गर्ने मान्छे चाहिँ पाइरहेको छैन, सर्टेज भइरहेको छ है। त्यो श्रमिक अभावको चाहिँ आपूर्ति गर्नको लागि यो कन्स्ट्रक्सन चाहिँ खोलिएको भएर यो सेक्टरमा चाहिँ जानु अरू सेक्टरहरूभन्दा चाहिँ एकदमै पोसिबिलिटीहरू चाहिँ धेरै छ। अरू सेक्टरहरूमा जान अलिकति गाह्रो होला, तर यो सेक्टरमा चाहिँ मान्छे अटोमेटिकल्ली कम, सर्टेज भएको भएर यो सेक्टरमा चाहिँ जान सजिलो हुन्छ। अब हेरौँ यसमा किन जानुको मुख्य कारणहरू चाहिँ के हो त भन्दाखेरि वृद्ध जनसङ्ख्या भने ओल्ड एजको मान्छेहरू चाहिँ बढ्दै गयो
जसले गर्दा उनीहरूले काम गर्नलाई गाह्रो भयो, काम गर्न सकेन भनौँ। हुन त हाम्रो नेपालमा 50-60 वर्षहरूको बुवाआमाहरू चाहिँ घरमै नाति हेरेर बस्नुहुन्छ, तर जापानमा चाहिँ 50-60 वर्षसम्मको मान्छेहरूले पनि मजाले नै काम गरेर हिँडिरहेको हुन्छन् है। अनि अब 70-80 पुगेपछि उनीहरूलाई कन्स्ट्रक्सन एरियामा त काम गर्न गाह्रो हुन्छ है। त्यही भएर यसमा जानु पनि एउटा पोसिबिलिटी चाहिँ बढी हुन्छ। दोस्रो, नयाँ सहरहरू, जापान चाहिँ अलरेडी विकास भइसकेको देश हो है। अब त्यसमा अझै अविकसित कुनै अब गाउँहरूतिर भनौँ अलि अविकसित भएको ठाउँहरूतिर चाहिँ त्यो सहरहरूको विकास गर्ने सेक्टरहरूतिर हो। अनि अर्को, भूकम्प जाँदाखेरि वर्षेनी अनेक धेरै चाहिँ अब पुलहरू भत्किने, घरहरू भत्किने अनेक थरी हुन्छ है। त्यो कुरालाई चाहिँ पुनर्निर्माण गर्नको लागि चाहिँ एसएसडब्ल्यू चाहिँ एकदमै राम्रो विकल्प हो। तपाईहरू जापान जानको लागि भविष्य हेर्नुहुन्छ भने एसएसडब्ल्यूको कन्स्ट्रक्सन फिल्ड भनेको एकदमै राम्रो सेक्टर हो जस्तो चाहिँ मलाई लाग्छ। किनभने तपाईँ जापानमा चाहिँ पूर्वाधारहरू धेरै विकसित भइसकेको भएर जापानको नयाँ सिपहरू सिकेर भोलि गएर नेपाल फर्केर तपाईँले त्यही कन्स्ट्रक्सन साइड नै नेपालमा भित्र्याएर कम्पनीहरू खोलेर काम गर्नतिर लाग्नुभयो भने एकदम धेरै नै स्कोप छ यो सेक्टर। त्यही भएर चाहिँ यो कन्स्ट्रक्सन एरिया चाहिँ कन्स्ट्रक्सन फिल्ड चुज गर्नु चाहिँ सबैभन्दा राम्रो जस्तो चाहिँ मलाई लाग्छ। यसमा साथसाथै एक्चुअली स्यालेरीको कुरा गरौँ, पैसाहरू के कस्तो छ त भन्दाखेरि पैसाहरू अरू सेक्टरहरू भन्दा चाहिँ एकदमै राम्रो छ है। मिनिमम भनौँ मिनिमम 1,19,000 भन्दा माथि हुन्छ यो लेभल है। मिनिमम ल 90,000बाट काम सुरु गरेर तपाईँहरूले सुरुमा हेल्पर को आधारमा लगेर उनीहरूले तपाईँहरूलाई काम सिकाउँछ। काम सिकाएर तपाईँहरूको त्यो नलेज र स्किलहरू जब बढ्दै जान्छ तब तपाईँहरूले 3 लाखदेखि 4 लाखसम्म कमाउन केही गाह्रो हुँदैन है। 3 लाखदेखि 4 लाखसम्म कमाउन यो सेक्टरमा केही पनि गाह्रो कुरो हुँदैन। साथसाथै तपाईँलाई के त ओभरटाइम भयो है, ओभरटाइमबाट एक्स्ट्रा इन्कम गर्न सकियो है। अर्को, टाढा तपाईँको फिल्डभन्दा टाढा ठाउँमा गएर काम गर्न परेको अवस्थामा त्यहाँको अलायन्स भत्ताहरू छुट्टै आउँछ है। अनि बिदाको दिनमा काम गर्नुभयो भने फेरि छुट्टै पैसाहरू एक्स्ट्रा आइरहेको हुन्छ। भन्नुको अर्थ यो सबै जति एउटा सेक्टर छ त्यो पनि नराम्रो भन्न खोजेको त होइन, तर कम्पेयर गर्न पर्दाखेरि चाहिँ कन्स्ट्रक्सन निर्माण क्षेत्र चाहिँ एकदमै पैसाबाट हेर्ने हो भने पनि एकदमै राम्रो सेक्टर हो। हामी विदेशी जे जस्तो भए पनि जापान जाने अथवा विदेश जाने भनेको पैसा कमाउनलाई नै हो है। एउटै काम गरेर जस्तै कामै गरेर एउटामा 1 लाख आउँछ, एक्जाम्पललाई एउटामा 1 लाख आउँछ, एउटामा 1,20,000 आउँछ भने हामी 1 लाख पैसा आउने ठाउँमा काम गरिकन आफ्नो समय वेस्ट गर्ने त? त्यही इफोर्ट लगाएर 1,20,000 आउने ठाउँमा काम गरौँ, 20,000 त अझ एक्स्ट्रा हाम्रो इन्कम हुन्छ नि त है। त्यही भएर त्यो सबै सेक्टरबाट हेर्ने हो भने सबैभन्दा राम्रो चाहिँ कन्स्ट्रक्सन क्षेत्रमा हो जस्तो लाग्छ। ल अर्को पेजमा छ एक्चुअली कन्स्ट्रक्सन भिजालाई एक ठाउँमा राखेर हामी पहिला के त एसएसडब्ल्यूको इचिगो तोक्तेगिनो इचिगो र तोक्तेगिनो निगो भन्ने भिजाको टाइपतिर जाउँ है। हामीसँग छ एसएसडब्ल्यू 1 टाइप 1 र टाइप 2। 1 टाइपमा के छ त अधिकतम 5 वर्ष बस्न सकिन्छ है। त्यसमा तपाईँहरूले परिवार लान पाउने छैन। तेस्रो, त्यसको लागि तपाईँलाई नेपालमै जेएफटी A2 अथवा जेएलपिटी N4 चाहिँ पास गर्नुपर्ने हुन्छ। अर्को स्किल पनि पास गर्नुपर्ने हुन्छ है। अब यसबाट तपाईँले तोक्तेगिनोमा टाइप 2 मा कसरी चेन्ज गर्ने त? तोक्तेगिनो इचीबाट तोक्तेगिनो निमा चेन्ज गर्नलाई तपाईँहरूलाई अत्यावश्यक पर्ने भनेको स्किल टेस्ट। तपाईले यहाँ इचिगोमा पास गरेर जानुहुन्छ, अब तपाईले जापानमा गएर 3 वर्ष मिनिमम 3 वर्ष काम गरेपछि तोक्तेगिनो नि भिजा एप्लाई गर्न सक्षम हुनको लागि तोक्तेगिनो निको एक्जाम दिनुपर्ने हुन्छ है। त्यो एक्जाम दिएर तपाईले पास गर्न सक्नुभयो भने है तपाई चाहिँ टाइप 2 एप्लाई गर्नको लागि एबल हुनुहुन्छ। त्यसपछि तपाईले जब पास गरेर तोक्तेगिनो निको 2 को टाइप 2 को चाहिँ भिजा लिनुहुन्छ, एप्रुभल पाउनुहुन्छ। त्यसपछि तपाईले के छ बेनिफिट्स त भन्दाखेरि
त्यसपछि तपाईँ जति पनि बस्न सक्नु पाउनु भयो। तपाईँ जापानमा 50 वर्ष बस्छु भने पनि बस्न पाउनु सक्नुभयो है टाइप 2 मा लगिसकेपछि। अर्को डिपेन्डेन्टमा लग्न सकिने भयो। आफ्नो अब श्रीमती अथवा बालबच्चाहरू भनौँ उहाँहरूलाई चाहिँ डिपेन्डेन्टमा सँगै तपाईँले जापान लिएर जान सक्नुहुन्छ है। अब यहाँ अर्को के त उच्च स्तरको, त्यसपछि जापानमा गएर 10 वर्षपछि निगोमा चेन्ज गरिसकेपछि कुरा है, 10 वर्षपछि चाहिँ तपाईँले त्यहाँको पिआर एप्लाई गर्न सक्नुहुन्छ है। अब पिआर पाउनु भएपछि त झन् ढुक्कै भइहाल्यो त्यहाँको है। त्यही भएर अरू सेक्टरहरूमा भन्दा यो सेक्टरमा चाहिँ अलिकति बढी नै फाइदा देख्छु म। ल अब अर्को के त हामीलाई कन्स्ट्रक्सनमा होस् अथवा एसएसडब्ल्यूमा जापानमा जानलाई होस् के चाहिँ हाम्रो योग्यताहरू चाहिँ के चाहिन्छ त भन्दाखेरि हाम्रो एक्जामहरू पास गर्न सुरुमा त एज लिमिट राम्रै हुनु पर्यो है। त्यस्तै बच्चालाई काम गर्न दिँदैन अथवा अलिकति 35 कट्न थालेपछि त तपाईँलाई के हुन्छ त यसको चाहिँ उमेर बढेछ, अब बिस्तारै उसले त्यही सेक्टरमा त्यही पैसा दिएर मैले चाहिँ बुढो मान्छे उमेर गइसकेको मान्छेले किन लिन्छु त, मैले त उमेर कमै भएको मान्छेले लिन्छु। 18-19 वर्षको मान्छेलाई लिने र 35 वर्षको मान्छे लिने त कम्पनीलाई धेरै फाइदा र घाटा भन्ने कुरा पनि हुन्छ। भन्न खोजेको अर्थ मैले 35 वर्षमा एउटा मान्छे हायर गरी भने उसले कम्पनीलाई अब योगदान दिने भनेको 10 देखि 15 वर्ष हो। अब मैले त्यही ठाउँमा 35 वर्षको मान्छेलाई छोडेर 20 वर्षको मान्छेलाई लिएँ कम्पनीमा गर्दाखेरि उसले 35 वर्षको मान्छेभन्दा डबल योगदान चाहिँ मेरो कम्पनीलाई दिन सक्छ भन्ने धारणाले उनीहरूले चाहिँ एज लिमिट चाहिँ मजाले हेर्छ है। फर्स्टमा सुरुमा एज लिमिट नै हेर्छ भनेर मानिलिउँ हो। दोस्रोमा तपाईँको हेल्थ हेरौँ, तपाईँलाई नर्मल्ली साधारण रोगहरू नभइकन दीर्घकालीन रोगहरू भित्री रोगहरू केही छ कि डायबिटिजहरू क्यान्सरहरू केही यताउति छ भने त्यो चाहिँ लिँदैन तपाईँलाई। तपाईँ भित्री रूपबाट पनि स्वस्थ हुनु पर्यो हो। तेस्रोमा तपाईँको यो जापानमा मात्र होइन क्लिन रिपोर्ट चाहिने रेकर्ड चाहिने भनेको सायद संसारको जुनै देश जाँदा पनि चाहिन्छ होला है। भिजा चाहिने ठाउँमा मेरो विचारमा है जापानमा पनि झन् स्पेसल्ली त के त क्लिन रेकर्ड चाहियो। तपाईँहरूको कानुनी रूपमा त्यस्तो नराम्रो रेकर्ड हुनु भएन यो पनि चेक गर्छ है त। कुनै केसमा चेक नगर्ने पनि कन्डिसन हुन्छ तर क्लिन रेकर्ड चाहिँ चाहिन्छ। अर्को ल्याङ्ग्वेज टेस्ट भनेको के त तपाईँको अघि नै मैले बारम्बार भने जस्तै जेएफटीको A2 लेभल पास गरेको हुनु पर्यो अथवा जेएलपिटीको 4 मिनिमम रिक्वायरमेन्ट हो। अब तपाईँले सक्नुहुन्छ राम्रोसँग पढेर ल मैले N3 पास गरेँ भन्नुहुन्छ भने अझै राम्रो है। जेएफटीको चाहिँ अझ माथिको लेभलको पास गर्ने भन्नुहुन्छ भने अझै त्यो पनि राम्रो है। साथसाथै के त स्किल पनि चाहियो। स्किल अब तपाईँ कुन सेक्टरमा जानुहुन्छ, कन्स्ट्रक्सनमा जानुहुन्छ, खाइगो फुड सर्भिस है केमा जानुहुन्छ त्यो सेक्टरको चाहिँ के चाहियो त स्किल टेस्ट चाहिँ पास गरेको हुनु पर्यो। यो 5 वटा चाहिँ तपाईँहरूको चाहिँ रिक्वायरमेन्ट हुन जान्छ है त। अब जाउँ मैले बारम्बार ल्याङ्ग्वेज रिक्वायरमेन्ट अघि नै पनि 2-3 चोटि भनिसकेँ, फेरि एकचोटि यसको विस्तृत रूपमा कुरा गरौँ। किन चाहियो त जेएफटी बेसिक A2 लेभल भनेको कुन लेभलको भाषा हो त है। यो भनेको जापानमा निचिजी खाइवा भन्छ। निचिजी खाइवा भनेको साधारण जीवनयापन गर्न जतिलाई चाहिने के त भाषाको लेभल है। अब के त जस्तै भन्न खोजेको तपाईँलाई त्यहाँ भाषा केही पनि छैन लगेर नि उनीहरूले कामै सिकाउन सक्दैन। यहाँ आऊ भनेको बुझ्दैन हो, ऊ त्यो सामान ल्याऊ भनेको बुझ्दैन हो। अब यो गर त्यो गर, जब तपाईँको साधारण जीवनयापन गर्नलाई चाहिने ल्याङ्ग्वेज नै नभएपछि उनीहरूले सिकाउनै सक्दैन होला। कुनै ठाउँमा नेपाली नै अब नेपालको कन्टेक्स्टमा भनौँ नेपाली नै सेम्पाई भएर काम गरिरहनु भएको ठाउँ छ भने तपाईँहरू लकी हुनुहुन्छ, उहाँहरूले नेपालीमा सिकाउनुहुन्छ। तर सबै ठाउँमा त नेपालबाट कन्स्ट्रक्सन फिल्डमा चाहिँ जानुभएको अहिलेसम्म त्यति धेरै रेकर्ड त छैन। तपाईँको कम्पनीमा तपाईँको सेम्पाई चाहिँ अब नेपाली छ कि छैन है, भएन भने त तपाईँले गाह्रो हुन्छ। त्यही भएर डेली कन्भर्सेसनको लागि चाहिने लेभलको चाहिँ के त भाषा चाहिँ तपाईँले यहाँबाट बनाएर जानु अत्यावश्यक हुन्छ। यो तपाईँलाई काममा मात्र होइन जापानमा जीवनयापन गर्नलाई पनि धेरै नै इम्पोर्टेन्ट हुन्छ है। त्यही भएर भाषा चाहिँ सक्दो भविष्यको लागि सोचेर कन्स्ट्रक्सन फिल्डमा मात्र जानलाई नभइकन जुन सेक्टरमा यदि म जापान जान्छु भनेर तपाईँ एक टिभी गरिरहनु भएको छ भने
के अरे अडिक भइरहनु भएको छ भने तपाईँले ल्याङ्ग्वेज सक्दो एकदमै राम्रो बनाउनु आवश्यक चाहिँ पर्छ है त। अब दोस्रो जाउँ, कन्स्ट्रक्सनभित्र धेरैहरू सेक्टर छ। अब हाम्रो नेपालमा नेपाली समाजमा अथवा नेपालीहरूलाई के छ त, कन्स्ट्रक्सन भन्नासाथ दिमागमा ज्यामी हामीले देखिरहेछौँ नि त हो। कन्स्ट्रक्सन भने के हो त, ज्यामी। ओहो दिनभरि सिमेन्टी बोक्नुपर्छ, दिनभरि इँटा लगाउनुपर्छ, दिनभरि चाहिँ के गिट्टी चलाउनुपर्छ, सिमेन्टी बनाउनुपर्छ हो, अनि के भुइँ तलबाट माथिसम्म इँटा बोक्नुपर्छ। हाम्रो धारणा नै त्यही भयो। तर वास्तवमा के हो त कन्स्ट्रक्सन? त्यही तपाईँले सोचिरहनु भएको ज्यामी काम हो त? यो पक्कै पनि होइन है। अब यो भित्र पनि के त क्षेत्रहरू धेरै छ। कन्स्ट्रक्सन भन्नासाथ घर बनाउने मात्र होइन, घर बनाउनलाई गिट्टी बोक्ने मात्र होइन, घर बनाउने बेलामा ढलान गर्ने बेलामा के चाहिँ सिमेन्टी बोक्ने मात्र होइन है। अब यो भनेको चाहिँ सेक्टर 3वटामा विभाजित गरिएको छ। तपाईँ जापान जाने बेलामा कन्स्ट्रक्सन पढ्नु भयो भने 3टा सेक्टर पढ्नुपर्ने हुन्छ। भन्नाले 3टा सेक्टर हुन्छ। पहिला त दोबोकी भन्छ सिभिल इन्जिनियरिङ हो, दोस्रोमा खेन्चिकु भन्छ बिल्डिङ कन्स्ट्रक्सन, तेस्रोमा भन्छ लाइफलाइन एन्ड इक्विपमेन्ट्स। कन्स्ट्रक्सन चाहिँ तपाईँहरूले सोचेको जस्तो ज्यामी काम मात्र होइन है। कन्स्ट्रक्सनमा पनि विभिन्न सेक्टरहरू हुन्छ। अब पहिलो सेक्टर के छ त, दोबोकी भन्छ। दोबोकी भनेको सिभिल इन्जिनियरिङ। सिभिल इन्जिनियरिङमा के काम पर्छ त, सडक निर्माण, पुल निर्माण है, सुरुङ निर्माणहरू, अर्को पूर्वाधारहरू निर्माणहरू। यसमा चाहिँ अलिकति बढी बाहिरी कामहरू चाहिँ गर्नुपर्ने हुनसक्छ, बढी चाहिँ बाहिरी काम पर्छ। अनि अर्को बिल्डिङ कन्स्ट्रक्सनमा चाहिँ भवनहरू निर्माण गर्ने, भवनमा भित्र घरभित्रको कामहरू गर्ने। घर बनाउँदा भित्र के गर्नुपर्छ, प्लास्टर गर्नु पर्ला, पाइपलाइनहरू गर्नु पर्ला, बत्तीको बत्तीको लाइनहरू मिलाउनु पर्ला हो। धेरै काम छ नि त घर बनाउने। घर बनाउनु मात्र भन्दा त्यो इँटा ओछ्याउने के त सिमेन्टी बोक्ने मात्र हुन्छ हुँदैन, भित्र विभिन्न कामहरू हुन्छ है। भित्री कामहरू सम्बन्धित चाहिँ यो खेन्चिकुमा पर्छ है। अब अर्को जाउँ पाइपलाइन लाइफलाइन र सिचुबी है, लाइफलाइन र इक्विपमेन्ट्स भन्छ है त। यसमा चाहिँ के पर्यो त, पाइपलाइनहरू बनाउने, एसीहरू बनाउने, भेन्टिलेसनहरू बनाउने, घरको पनि के त विद्युतीय सम्बन्धी बत्तीहरूसँग सम्बन्धित कुराहरू गर्ने। एसी बनाउने होला, गिजर बनाउने होला, ग्यासहरू बनाउने होला, अनेक थरी हुन्छ नि है। अनि उपकरणहरू जडान गर्ने, इक्विपमेन्ट सिचुबी भनेको उपकरण है। अनि उपकरण भनेको चाहिँ के त, उपकरण जस्तै घरमा के त एसी जडान गर्नु पर्यो, पानीको गिजर जडान गर्नु पर्यो, पाइपहरू जडान गर्नु पर्यो, सबै यो काममा इक्विपमेन्ट फिटहरू गर्ने काम चाहिँ यो काममा पर्छ। अनि मर्मत सम्भार, अब त्यसमा केही बिग्रेको टुटेको फुटेको छ भने यसले मर्मत सम्भारहरू मेन्टेनेन्सहरू गर्ने काम गर्छ। अब हेर्दाखेरि त यसो दिमागमा आउँदाखेरि ओहो यस्तो गाह्रो काम कसरी गर्ने भन्न लाग्ला। तर के त जापान चाहिँ पूर्वाधारमा धेरै नै विकास भइसकेको देश भएको कारणले मेसिनरी पूर्वाधारहरूले 80% काम गरिदिन्छ। हामीले त त्यो उपकरणहरूलाई चलाउने, उपकरणले गर्न नसक्ने कामहरू, साधारण कामहरू गर्ने, उपकरणले त गाह्रो कामहरू गरिन्छ। अब उपकरणले गर्न नसकिने सानो सानो कुराहरू चाहिँ हामीले गर्ने हो। त्यो गर्ने भन्नासाथ फेरि तपाईँ एक्लैले गर्ने हो त होइन, त्यो पनि जापानमा कि त टिमवर्क छ। नेपालमा पनि त्यो अवश्य पनि छ। टिमवर्क भनेको अनेक कुराहरू कामहरू चाहिँ कतिजनामा विभाजित हुन्छ हो। यो काम तिमी गर, यो काम तपाईँ गर्नुहोस्, यो काम उहाँले गर्नुहुन्छ भनेर डिभाइड गरेर अनि यो काम चाहिँ हुन्छ हो। प्लस तपाईँलाई त के हो त फेरि काम गर्दा गर्दा नेपालमा के अरे दिनभरि बोकेर बस्ने, दिनभरि काम गर्ने भनेर गराउँछ त गराउँदैन। तपाईँहरूलाई 1-1.5 घन्टामा काम गर्ने, छिनछिनमा रेस्ट गराउने, ब्रेकै भनेर ब्रेकै त दिँदैन, ल एकछिन थाक्यो रेस्ट गर्ने, यताउति गरेर गराइने काम हो। अब यो सेक्टर हेरेपछि चाहिँ के त हेर्दा कामहरू चाहिँ गाह्रै हुन्छ भन्ने हाम्रो दिमागमा आउन सक्छ। तर जापान चाहिँ पूर्वाधारमा धेरै नै विकास भइसकेको देश भएर चाहिँ त्यस्तो गाह्रो काम चाहिँ हामीले गर्नुपर्छ भन्ने मेन्टालिटीबाट हटाउनु भए पनि हुन्छ है। 80% काम जति चाहिँ पूर्वाधारले गरिदिन्छ। अब त्यो 20% काम चाहिँ किन हामीले गर्ने त? 20% काम चाहिँ हामी मान्छेले गर्नुपर्ने हुन्छ। किन त भन्दाखेरि पूर्वाधारले गर्न नमिल्ने अप्ठ्यारो हुने कामहरू, त्यो सानो सानो कुराहरूलाई त पूर्वाधारहरूलाई अथवा मेसिनरी सामानहरूलाई लगाउन पनि अप्ठ्यारो हुन्छ, मिल्दैन
गराउन नमिल्ने कामहरू चाहिँ हामीले गर्ने हो। सानो कुराहरू एक ठाउँबाट अर्को ठाउँमा लग्ने काम त मेसिनरीले गर्न मिल्दैन, गराउन पनि मिल्दैन। त्यो तिनो सामानहरू चाहिँ एक ठाउँबाट उचालेर अर्को ठाउँमा राख्ने है। अब होला थोरै गाह्रो कामहरू बोक्नुपर्ने कामहरू पनि हुन सक्ला भन्नको अर्थ नेपालमा जस्तो चाहिँ धेरै गाह्रो कामहरू चाहिँ हुँदैन। अब त्यो 20% त पूर्वाधारले 80% त पूर्वाधारले गरिदिन्छ। अब त्यो 20% चाहिँ हामीले गर्ने, त्यो पनि म एक्लैले गर्ने हो त, तपाईँ एक्लैले गर्ने हो त होइन है। टिमवर्क भन्ने कुरा हुन्छ, टिमवर्क भन्छ। टिमवर्कमा एकजना मान्छेले यो गरौँ, यो अर्को मान्छेले त्यो गर, त्यो मान्छेले त्यो गर भनेर तपाईँलाई कामको पनि बाँडफाँड गरिएको हुन्छ है त। अनि साथसाथै तपाईँ अब यो काम गर्दा चाहिँ डेन्जर हुँदैन है, हामीलाई चाहिँ केही ज्यानमा केही डराउनु पर्ने कुरा केही छ कि छैन भन्नुहुन्छ भने त्यो पनि छैन। किन त जापान है कि कुनै पनि काम गर्दा जब एउटा बाटो बनाउँदा त मान्छेहरूलाई असहज र अप्ठ्यारो नहोस् भनेर, एक्सिडेन्ट नहोस् अथवा केही कुरा नहोस् भनेर ट्राफिक जसरी यातायात नियन्त्रण गर्नलाई मान्छे खटाएर गराइने ठाउँ हो है। राति काम जापानमा कन्स्ट्रक्सनको कामहरू भनौँ, रोडहरू बनाउने एक्जाम्पलको लागि म अब जापानमा देखेको कुरा, राति काम हुन्छ, बिहान त्यो जस्ताको तस्तै बनाइसकेको हुन्छ। जस्तै ढल खोल्नु पऱ्यो भने, कसैको ढल जडान गर्नु पऱ्यो भने त्यो दिउँसो हिँड्ने मान्छेलाई केही पनि डिस्टर्ब हुँदैन। राति तपाईँहरूले राति चाहिँ उनीहरूले काम गर्छ अनि बिहान आउँदा त्यो पिच चाहिँ जस्ताको तस्तै बनाएर छोडिदिन्छ। भन्नुको अर्थ तपाईँलाई चाहिँ फुल 100% सेफ्टीका साथ उहाँहरूले काम लगाउँछ। अब अर्को मेन्टालिटी के हुन्छ त, दुबईहरूतिर जाँदाखेरि हाम्रो नेपाली दाजुभाइहरूले राखेको हुन्छ नि है, पुरै झुन्डेर ऐना सफा गरेकोहरू है, त्यस्तो डरलाग्दो काम पनि हुँदैन। त्यो कामहरू चाहिँ उनीहरूले आफ्नो कर्मचारी लगेपछि चाहिँ फुल जिम्मेवार, एकदमै जिम्मेवार भएर तपाईँको जिम्मा चाहिँ उनीहरूले लिएको हुन्छ। तपाईँलाई घाउ चोटपटक के चाहिँ एक्सिडेन्टहरू यताउति भइहाल्यो, कदमकदापि भइहाल्यो भने 100% चाहिँ ग्यारेन्टी दिने चाहिँ जापानको कम्पनीहरू हुन्छ है। अब जापानमा मैले देखेको घटना एउटा, म्याकडोनल्ड्समा त्यो सफा गरेर भुइँ अलिकति चिप्लो थियो, त्यहाँनिर कस्टमर, त्यहाँ काम गर्ने कर्मचारी पनि होइन, कस्टमर हिँडेर लड्यो। त्यो लडेर त्यो कस्टमरले अदालतमा केस गर्यो र त्यो म्याकडोनल्ड्सले चाहिँ हामीले सफा गरेर भुइँ भिजेको कारणले गर्दा हजुरको टाउको फुटेको हो भनेर लाखौँ करोडौँ चाहिँ क्षतिपूर्ति तिर्नु परेको थियो। त्यस्तो देश भनेपछि आफ्नो कस्टमरको लागि त त्यस्तो जिम्मा लिन्छ भनेपछि आफ्नो कर्मचारीलाई त झन् कति जिम्मा लिन्छ र उहाँहरूले है। भन्नुको अर्थ त्यस्तो ठाउँमा पनि, त्यो ठाउँमा पनि तपाईँहरूले चिन्ता लिनु पर्दैन है। त्यहाँ पनि तपाईँको फुल ग्यारेन्टी लिएर काम गरेको हुन्छ। अर्को सेफ्टीको लागि तपाईँको सेफ्टीको हेलमेट भयो, लाइफ ज्याकेटहरू भयो, अब खुट्टाहरूतिर जुन सेफ्टीहरू जति नै लगाउनुपर्छ जिउहरूतिर त्यो पनि सबै कम्पनीले प्रोभाइड गरिदिन्छ र तपाईँले त्यो उल्टै त्यो बिना तपाईँले काम गर्न अनुमति पाउनु हुँदैन है। तपाईँले जस्तै एक्जाम्पलको लागि हेलमेट आज लिएर जान बिर्सिनु भयो हो, त्यो बेलामा बिना हेलमेट तपाईँलाई काम गराइँदैन, केही भयो भने जिम्मा त खाइसलिनुपर्छ है। त्यही भएर बरु अरूको त्यहाँ एक्स्ट्रा हेलमेटहरू दिएर भने तपाईँलाई काम लाउँछ। ल एक्स्ट्रा हेलमेट पनि छैन भने ल बाबा आज तिमी बिदा बस, तिम्रो हेलमेट छैन भनेर तपाईँलाई फर्काइन्छ। त्यति चाहिँ ढुक्क हुनुहोस्। अर्को कुरा झन् के अरे हो, कन्स्ट्रक्सन यो दोबोकी सिभिल इन्जिनियरिङमा चाहिँ बढी के गर्नुपर्छ त भन्दाखेरि घाममा नि काम गर्नुपर्ने हुनसक्छ, पानीमा नि काम गर्नुपर्ने हुनसक्छ। पानीमा त त्यति काम हुँदैन, गर्मीमा नि काम गर्नुपर्ने सक्ने हुन्छ, पानीमा चिसोमा पनि काम गर्नुपर्ने हुनसक्छ। तर जापान यस्तो देश हो, सायद अरू देशमा पनि हुन्छ होला, जापानमा चाहिँ जस्तै जाडोमा कसरी काम गर्ने त भन्दाखेरि टन्टलापुर घाम लागिरहेको हुन्छ है, कसरी काम गर्ने त, त्यहाँनिर ज्याकेट हुन्छ, अर्को प्यान्ट हुन्छ, ज्याकेटै लगाएर काम गरेर हुन्छ। तर ज्याकेटमा फ्यान जडान गरिएको है, दुई साइडमा फ्यान जडान गरेर भित्र शीतल हावा आउने खालको ज्याकेटहरू लगाएर गर्मीमा नि काम गर्न सहज बनाइदिएको हुन्छ। अब जाडोमा, गर्मीमा त फ्यान हुन्छ, जाडोमा के हुन्छ त भन्दाखेरि फ्यानको सट्टामा हिटर हुन्छ, हिटरवाला ज्याकेट लगाउने, ब्याट्रीवाला हुन्छ, चार्ज गर्ने, अनि तातो ज्यान भइरहन्छ अनि काम गर्ने। अरू सेक्टरहरूभन्दा थोरै गाह्रो चाहिँ हुन्छ यो सेक्टरमा।
आफ्नो शारीरिक बल चाहिँ थोरै बढी चाहिँ युज गर्नुपर्ने हुन्छ। तर त्यसैको लागि त अनि यो सेक्टरमा अलिकति बढी पैसा छ त अरू सेक्टरहरूभन्दा। यस्तो भन्नुको अर्थ फेरि अरू सेक्टरमा काम सजिलो छ भन्न खोजेको पनि होइन। अरू सेक्टरमा नि काम भनेको कुन सजिलो छ कुन गाह्रो छ भन्ने कुरा नै हुँदैन, सबै काम इक्वालिटी नै हुन्छ। तर त्यसमा नि कम्पेयर गर्नुपर्दाखेरि अलिकति थोरै चाहिँ कन्स्ट्रक्सन सेक्टरमा थोरै गाह्रो चाहिँ हुन्छ है। त्यही अनुसारको त्यही गाह्रो भए अनुसार बापत त फेरि पैसा पनि त बढी छ हो। अब तपाईँहरूलाई बोनसको कुरा गरौँ, कम्पनी अनुसार कम्पनीको नियम अनुसार हुन्छ। प्रायः जस्तो कम्पनीले वर्षको 2 चोटि बोनस दिन्छ। अब कम्पनीको अनुसार कुनै कम्पनीले 3 चोटिसम्म पनि दिन सक्छ। अब भित्र कति बोनस पाउँछ त भन्दाखेरि त्यो पनि कम्पनीको नियम अनुसारै हुन्छ। तर नर्मल्ली एकचोटि बोनस पाउँदाखेरि 2-3 महिनाको स्यालेरी आउने भन्ने हुन्छ। यो फेरि कम्पनीको नियम अनुसार हुन्छ है। मैले फेरि भनिदिइहालेँ भन्दैमा सबै कम्पनीले दिन्छ भन्ने छैन। कम्पनीको नि आफ्नो पोलिसी छ, जति मेहनत गर्यो त्यति बढी स्यालेरी अथवा त्यति बढी बोनस हुन्छ। त्यही भएर त्यसमा पनि मैले फेरि धेरै बोलिदियो भन्दैमा धेरै आउँछ भन्ने छैन, कम्पनीको पोलिसी अनुसार हुन्छ भनेर चाहिँ दिमागमा राख्नु होला है त। अब कन्स्ट्रक्सन भनेको के त केवल ज्यामी काम हो त होइन है। हाम्रो दिमागमा कन्स्ट्रक्सन भन्नासाथ ज्यामी काम हो नगर्ने भन्ने हुनसक्छ, तर होइन। कन्स्ट्रक्सन भनेको के हो त स्पेसिफाइड स्किल वर्कर, एउटा दक्ष कुनै पनि स्किल दक्ष हासिल गरेर बनिने एउटा कर्मचारी, त्यो दर्जाको कर्मचारी हो है। अब अर्को के त धारणा के छ त हाम्रो दिनभरि सामान बोक्नुपर्छ। अघि नै मैले भने दिनभरि सामान बोक्नुपर्छ, दिनभरि अत्यन्तै गाह्रो काम गर्नुपर्छ, खासै सिप आवश्यक पर्दैन। भारी बोक्ने त बोकिदिन्छु, यस्तै डोको बोकेको छ गाउँमा खेत खनेकै छ म गरिदिन्छु, अब सिप आवश्यक पर्दैन भन्ने धारणा हुन्छ। अर्को राम्रो भविष्य हुँदैन भन्ने हुन्छ है। तर वास्तवमा त्यो होइन है। कन्स्ट्रक्सन फिल्डमा चाहिँ तपाईँहरूलाई सुरुमा के त स्किल चाहिन्छ है। स्किल त्यहाँ कसरी काम गर्ने, के गर्ने, कसरी सेफ्टी अपनाउने, त्यहाँ भएको इक्विपमेन्ट्सहरूलाई कसरी ह्यान्डल गर्ने, त्यो सबै कुरा गर्नलाई तपाईँलाई के त स्किल चाहियो हो। अर्को दिनभरि सामान भारी बोक्नुपर्छ पर्दैन। तपाईँहरूलाई भारी सामान बोक्ने काम, एक ठाउँमा लगिदिने काम, भारी सामानहरू उचाल्ने काम भनेको सबै मेसिनले गरिदिन्छ। तपाईँले त्यो मेसिनलाई चलाउनु पर्छ। अब आयो फेरि स्किलमै, त्यो मेसिन चलाउनलाई तपाईँलाई के चाहियो त स्किल चाहियो है। स्किल चाहिँदैन भनेर भन्छ नि त मान्छेहरू, धारणा है चाहियो है त। अब धेरै नै गाह्रो हुन्छ भनिहालेँ, गाह्रो त मेसिनको कामले गर्छ। हामीले मेसिनले गर्न नसक्ने काम चाहिँ सजिलो कामहरू चाहिँ हामीले गर्ने हो। अब भविष्य राम्रो हुन्छ कि हुँदैन? भविष्य राम्रो पनि हुन्छ। कसरी हुन्छ त सुरुमा तपाईँहरूले कम्पनी अनुसार हुन्छ, यो पनि मिनिमम भनेको लगभग 1,90,000 अथवा 2 लाखभन्दा माथि हुन्छ है। त्यो बेलामा तपाईँलाई हेल्परको रूपमा लग्छ पहिला है। तपाईँलाई विदेशी भएको भएर हामी भाषा पनि अलिक कमै हुन्छौँ, कामको पनि त्यहाँको र यहाँको अनुभव अलिक फरक पर्ने भएको रे डाइरेक्ट तपाईँलाई कन्स्ट्रक्सनमा ल्याएको भएर कन्स्ट्रक्सन गराइहाल्ने भन्ने हुँदैन। सुरुमा के त हेल्परको रूपमा तपाईँलाई चाहिँ एसिस्टेन्टको रूपमा लग्छ उनीहरूले है। एसिस्टेन्टको रूपमा लग्ने बिस्तारै बिस्तारै क्रमबद्ध रूपमा तपाईँहरूलाई काम सिकाउँछ है। क्रमबद्ध रूपमा तपाईँले काम सिक्दै 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 जानुभएपछि तपाईँ चाहिँ त्यो काम गर्न जब दक्ष भयो भनेर कम्पनीले मान्छ, तब मात्र तपाईँलाई जुन कन्स्ट्रक्सन भनेर लगेको छ नि बल्ल त्यो सेक्टरमा काम लगाउँछ। सुरुमै गाह्रो हुने गरी काम लगाउँदैन है। अब किन मैले बोल्दा बोल्दै अलिकति कुरा मोडेँ, भविष्य राम्रो हुन्छ कि हुँदैन? तपाईँहरूको मिनिमम 1,90,000 2 लाखदेखि सुरु भएर जान्छ। तपाईँ क्रमबद्ध रूपमा सिक्दै 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 गएपछि एउटा स्किलहरू गेन गर्दै जानुहुन्छ। प्रत्येक स्किल गेन गर्नुहुन्छ तपाईँले, त्यसमा स्यालेरी अप 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 गर्दै 4 लाखसम्म आनन्दले कमाउन सक्नुहुन्छ। आनन्दले त्यो त्यही अनुसार फेरि अलिकति गाह्रो हुन्छ। बढी पैसा, जहाँ बढी पैसा त्यहाँ बढी मेहनत त लाग्छ नै लाग्छ हो। त्यही भएर तपाईँले मेहनत त नि गर्नु पऱ्यो। मेहनतै नगरी फेरि धेरै पैसा कमाउन सक्छ भनेर चाहिँ नसोच्नु होला। जति तपाईँले बढी कमाउनुहुन्छ बढी दुःख गर्नुहुन्छ त्यति नै बढी पैसा चाहिँ कमाउनुहुन्छ है त। अब ठिक छ, अर्को पेज जाऊँ क्या है। अब अर्को जापान जानलाई यो एसएसडब्ल्यू मात्र नभइकन सबै सेक्टरहरूमा के डकुमेन्टहरू चाहिन्छ त है, के कागजपत्रहरू चाहिन्छ, के प्रोसेस हुन्छ भनेर यहाँ मैले लिएर आएको छु। के छ त आवश्यक कागजहरू
पहिला त तपाईँहरूसँग चाहियो के त भ्यालिड पासपोर्ट है, डेट एक्सपायर नभएको के त पासपोर्ट चाहियो। त्यसपछि आयो जेएफटीको A2 लेभल अथवा JLPT N4 लेभलको सर्टिफिकेट। भन्नुको अर्थ तपाईँले एक्जाम पास गरेपछि पाउने सर्टिफिकेट भनौँ न। तेस्रोमा कन्स्ट्रक्सन स्किल चाहिँ चाहियो तपाईँहरूलाई। कन्स्ट्रक्सनमा नि अघि नै भने जस्तो 3टा सेक्टर हुन्छ, सिभिल इन्जिनियरिङ, बिल्डिङ कन्स्ट्रक्सन अनि लाइफलाइन र इक्विपमेन्ट्स। यो 3टा सेक्टरमा तपाईँ जुन ठाउँमा जानुहुन्छ त्यो ठाउँको स्किल चाहियो है। अब तपाईँले सक्नुहुन्छ यहाँ 3टा स्किल पास गर्नुभयो भने भोलि गएर जापान गएर एउटा कम्पनी चाहिँ के त चित्त बुझेन, राम्रो भएन, आफूले एक्सेप्ट गरेको जस्तो भएन भने हामीसँग त धेरै स्किल छ नि त, कम्पनी चेन्ज गर्दा त्यही स्किलमा जान सक्यो, आफूलाई जान मन लागेको ठाउँमा जान सक्यो। त्यही भएर सक्दो चाहिँ 3टै पास के अरे पास पढेर पास गर्नुभएको भयो भने चाहिँ धेरै नै राम्रो हुन्छ है त। अर्को के त तपाईँहरूको स्किल पास गर्नुहुन्छ, स्किल पास गरेर पनि भएन, अब तपाईँहरूलाई डिमान्डको कुरा गर्नु पर्यो। डिमान्ड चाहिँ कन्स्ट्रक्सन सेक्टर भनेको यस्तो एरिया हो कि जापानमा पनि वृद्धहरू मान्छेहरू चाहिँ बढी र बच्चाहरू पनि भएको भएर जुन बिचमा कन्स्ट्रक्सन काम गर्ने लेभलको मान्छेहरू जुन युवाहरू चाहिँ एकदमै कम छ है। त्यो कम भएको मान्छे श्रमिक चाहिँ कम भएको भएर चाहिँ के त त्यो श्रमिक आपूर्ति गर्नलाई चाहिँ हामी विदेशीबाट लग्ने हो है। त्यसको लागि उनीहरूले डिमान्ड निकाल्छ। कन्स्ट्रक्सनमा धेरै डिमान्ड छ अहिले पनि है। काम यहाँ मान्छेले काम चाहिँ गाह्रो छ भनेर कन्स्ट्रक्सनतिर खासै ध्यान दिएको छैन। मैले अघि नै एक्सप्लेन गरेँ जस्तै काम गाह्रो छैन, एज अ हेल्परको लागि लग्ने हो तपाईँहरूलाई। त्यसपछि तपाईँहरूले क्रमबद्ध सिकेर बल्ल अनि जुन सेक्टरमा जान लाग्नु भएको त्यो सेक्टरमा काम लगाउने हो। त्यही भएर काम छ, काम गाह्रो छ भन्ने मेन्टालिटीलाई चाहिँ अहिले नै हटाउनुहोस् है त। त्यसपछि डिमान्ड आयो, तपाईँ डिमान्ड आएर इन्टरभ्यू भएर सबै कन्ट्याक्ट पेपर आएर ओके भएपछि बल्ल तपाईँहरू जापान जानको लागि रेडी हुनुहुन्छ है। अब अर्को कर्मचारीको के चाहियो त, हेल्थ डकुमेन्ट चाहियो है। यो त अब तपाईँहरू एप्लाई गरिसकेको मान्छेलाई थाहा पनि होला। एउटा के त हेल्थ सर्टिफिकेट, मेडिकल चेकअपको डिटेल मेडिकल चेकअप गरेको पेपर चाहियो हो। अनि अर्को छिर्नुभन्दा अगाडि टिबी रोग चाहिँ आजभोलि, पहिला टिबीको चेक नगरे पनि जापान जानु पाउने नियम थियो, तर गएको 1-1.5 वर्ष अगाडिदेखि चाहिँ अनिवार्य रूपमा टिबी चाहिँ चेक गराउनु पर्छ भनेर चाहिँ निर्धारण गरिएको छ है त। मेटाइदिनु भएको ठिक छ। अब यसको स्यालेरी र फाइदाहरू के छ त, स्यालेरी एन्ड बेनिफिट्सहरू है त। के त मैले अघि नै भने जस्तो यसको मिनिमम लगभग 1,90,000 माथि हुन्छ। यो पनि कम्पनी अनुसार हुन्छ। फेरि सबैको 1,90,000 हुन्छ त होइन, कुनैको 2 लाख पनि हुन्छ, कुनैको 2,20,000 पनि हुन्छ, कुनैको 2,50,000 पनि हुनसक्छ। मिनिमम बोनस भन्दा स्यालेरी, मिनिमम स्यालेरी, बेसिक स्यालेरी चाहिँ त्यति हुनसक्छ। अब त्यसमा तपाईँहरूलाई यो चाहिँ के हो त भन्दाखेरि तपाईँ हामी विदेशी भएर यति पैसा आउने हो त होइन हो। विदेशीलाई पनि यही हुन्छ, जापानिजलाई पनि यही हुन्छ। उनीहरूले यो चाहिँ विदेशी कर्मचारी हो, यसलाई चाहिँ के अरे 1 लाख दिए पुग्छ भनेर भन्दैन उनीहरूले। कर्मचारीको जुन नियमअनुसार जुन कर्मचारीलाई जति पैसा दिनुपर्ने हुन्छ उनीहरूको नियमअनुसार हुन्छ है। नियमअनुसार उनीहरूलाई यो पोस्टको मान्छेलाई यति पैसा भनेर निर्धारण गरेपछि त्यो पोस्टमा चाहे नेपाली होस्, चाहे अरू विदेशी होस्, चाहे जापानिज होस् हो, इक्वेलिटी हुन्छ है त, एउटै पाउँछ। अब यसमा बेसिकमा त तपाईँहरूको अर्को के हुनसक्छ त भन्दाखेरि रुमहरू एरेन्ज र घरहरू खोज्नलाई एरेन्जमेन्ट गरिदिएको हुनसक्छ। त्यसमा मन्थली तपाईँलाई घरको भाडा यति तिर्दिन्छु भन्ने कम्पनीहरू हुन्छ है। यो पनि फेरि सबै कम्पनीले दिनैपर्छ भन्ने अनिवार्य छैन, तर कम्पनी अनुसार कसैले 5 मान दिन सक्छ, कसैले नदिन पनि सक्छ, कसैले 2 मान पनि दिन सक्छ। भन्न खोजेको 50,000 पनि कसैले दिन सक्छ मन्थली, 20,000 पनि दिन सक्छ, कोही कम्पनीले नदिन पनि सक्छ। यो कम्पनीको आफ्नो आफ्नो नियमअनुसार हुन्छ है त। अब अर्को जाउँ के छ त, ओभरटाइमहरू कुरा गरौँ, ओभरटाइम र बोनस कुरा गरौँ। तपाईँलाई नेपालको नियम पनि त्यही हुन त, जापानमा चाहिँ यो स्ट्रिक्टली छ के त, जाङ्ग्यो भनेको ओभरटाइम। तपाईँले एक दिनमा 8 घन्टा काम र एक हप्तामा 5 दिन काम भन्छ। जब एक दिनमा 8 घन्टा भन्दा 1 मिनट पनि बढेपछि तपाईँलाई प्लस 25% अफ भएर तपाईँको स्यालेरी आउँछ है। बढी भएको छ भने जस्तै एक दिनमा तपाईँले 9 घन्टा काम गर्नुभयो है, 8 घन्टा चाहिँ रेगुलर पैसा आयो,
9 घन्टा त्यसपछिको 1 घन्टा चाहिँ के त तपाईँलाई प्लस 1.25% भएर अप भएर आउँछ है। अनि अर्को यो 35% के लेखेको होला त भन्दाखेरि 35% चाहिँ तपाईँहरूको क्युजिचु सिक्किम भन्छ, तपाईँको मोटो बिदा हुने दिन थियो, त्यो दिनमा केही कारणवश तपाईँले कम्पनीमा काम गर्न जानुभयो, त्यो दिनको चाहिँ तपाईँलाई अप टु 35% चाहिँ अप भएर आउँछ स्यालेरी। जस्तै 100 रुपियाँ आउँथ्यो भने क्युजिचु सिक्किममा चाहिँ 135 रुपियाँ आउँछ भन्ने धारणा भन्ने कुरा चाहिँ बुझ्नु होला। अर्को यसमा जापानले के बेनिफिट्सहरू दिइरहेको छ त भन्दाखेरि जापानमा अब सामाजिक सुरक्षा कोष भनौँ है, त्यसमा के भयो इन्सुरेन्स भयो, अनि अर्को पेन्सनहरू भयो, कोयो होकिनहरू भयो है, जुमिङयोहरू भयो, जुमिन्जेहरू भयो, जुमियो बनाएछ जुमिन्जेहरू भयो। जापानमा नेपालमा सामाजिक सुरक्षा कोषमा कति % दिन्छ यसमा त मलाई नि खासै नलेज त छैन, तर जापानमा प्रत्यक्ष रूपमा अनुभव गरेर आएको भएर जापानमा चाहिँ तपाईँको 50% चाहिँ कम्पनीले तिर्दिन्छ है। जस्तै सामाजिक सुरक्षा कोषमा तपाईँले 20,000 तिर्नुपर्ने थियो भने 10,000 चाहिँ कम्पनीले तिर्दिन्छ, 10,000 चाहिँ हाम्रो स्यालेरीबाट काट्छ। यसमा अब के फाइदा छ त, हाम्रै पैसा स्यालेरीबाट काटेर चाहिँ के फाइदा छ भन्नुहुन्छ भने अब सामाजिक सुरक्षा कोषमा त एउटा इन्सुरेन्स हुन्छ। इन्सुरेन्स भनेको इन्सुरेन्समा के हुन्छ बिमामा तपाईँ चाहिँ के हुन्छ त भन्दाखेरि बिरामी पर्नुभयो भनेदेखि तपाईँले हस्पिटल जानुहुन्छ, त्यो सामाजिक सुरक्षा कोष इन्सुरेन्स भएपछि चाहिँ तपाईँले लागेको खर्चको 80% देखि 85% सम्म हो, 80% देखि 85% सम्म चाहिँ यो कम्पनीले तिर्दिन्छ। कम्पनीले भन्दा पनि गमे चाहिँ यसले सामाजिक सुरक्षा कोषको चाहिँ बिमा कम्पनीलाई तिर्दिन्छ। बिमा कम्पनीले चाहिँ तपाईँको उपचार खर्चको 80% देखि 85% सम्म चाहिँ तिर्दिन्छ उसले, अनि बाँकी भएको 15% 15% देखि 20% सम्म चाहिँ तपाईँहरूले तिर्ने हो। जस्तै खर्च हस्पिटल जाँदाखेरि 10,000 खर्च भयो भनेदेखि 8,000 सम्म चाहिँ कम्पनीले त्यो बिमा कम्पनीले तिर्दियो, बाँकी 2,000 चाहिँ तपाईँहरूको खर्च हुन्छ है त। अनि अर्को दोस्रो के त पेन्सन है। पेन्सन के हुन्छ त, पेन्सन जापानमा हामी लङ टर्म त्यति धेरै बस्दैनौँ, किन पेन्सन तिर्ने त हो, किन पेन्सन तिर्ने त भन्दाखेरि त्यो जापानको नियम हो, जापानमा छिरेपछि जसले पनि तिर्नै पर्छ। अब यहाँनिर फाइदाको पोइन्ट के छ त, कम्पनीले 50% तिर्दिन्छ, हाम्रो 50% तिर्ने हो। अब तपाईँले कुनै बेला जापानमा त जिन्दगीभर त बस्नुहुन्न हो, अब जापानबाट फर्किन्छु म, जापान नजाने गरी फर्किन्छु भन्ने बेलामा चाहिँ तपाईँले त्यो पेन्सन चाहिँ म अब जापान आउँदिनँ, मेरो एड्रेस पनि मैले जापानबाट हटाइसकेँ, मैले तिरेको पेन्सनको पैसा फिर्ता ल्याऊ भनेर तपाईँले एप्लाई गर्न सक्नुहुन्छ है। त्यो एप्लाई गरेर तपाईँले तिरेको लगभग उनीहरूको पनि पेन्सनको नि फेरि नियम आफ्नै हुन्छ, मैले यति आउँछ भन्न सक्दिनँ, आफ्नै नियम हुन्छ, नियमअनुसारको तपाईँले तिरेको पैसा चाहिँ सबै चाहिँ नहोला, तर सर्टेन % चाहिँ फिर्ता आउँछ। यो तपाईँको एउटा भविष्यको लागि लगानी पनि हुन जान्छ, प्रत्यक्ष रूपमा नभइकन अप्रत्यक्ष रूपमा लगानी हुन जान्छ है त। अर्को जाउँ, अब यो टाइप 1 को कम्पनीहरूले के चाहिँ गर्छ त, सपोर्ट गर्छ त भन्दाखेरि कम्पनीले तपाईँले ल्याङ्ग्वेजहरूको लागि सपोर्ट गर्छ। अब कम्पनी सबैले नगर्न सक्ला, तर कोहीले जस्तै कम्पनी कसरी गर्छ, इन्डाइरेक्ट रूपमा अब चाहिँ जापानिजहरूले बोल्ने, तपाईँलाई सजिलो तरिकाले बोल्ने कुराहरू सिकाउने, यो यस्तो होइन यसरी गर्ने हो भने कुनै पनि कुराहरू सिकाउने, यसको मिनिङ यो होइन भनेर सिकाउने, एकदमै हेल्पफुल हुन्छ है त यो पनि। अनि अर्को प्लस यसमा लेखेको छैन, तोक्ते गिनो निगोमा चेन्ज गर्न पनि कम्पनीले डाइरेक्ट रूपमा हेल्प गर्छ, किनकि उनलाई त चाहिसकेको कर्मचारी हुन्छ नि त। 5 वर्ष अवधि चाहिँ काम गराएर चाहिँ तपाईँ कम्पनीको प्यारो भइसकेपछि चाहिँ के छ त, उनीहरूलाई फेरि नयाँ मान्छे चाहिँ तान्नुभन्दा त यो मेरो कर्मचारीले यस्तो काम गर्छ, म यही चाहन्छु भनेर तपाईँले नि राख्नु खोज्छ। त्यही भएर तपाईँलाई चाहिँ 100% सपोर्ट गरेर चाहिँ तोक्ते गिनो निगोमा चाहिँ पास गर्न सहयोग गर्छ है त। अब करियर प्याथ हेरौँ है त, एजियु भन्छ जापानमा, एजियु भनेको पिआर है। पिआर पाउनलाई चाहिँ के गर्नुपर्छ त, सुरुमा SSW 1 मा जानुहुन्छ तपाईँहरू, SSW 1 मा मजाले काम गरेर मेहनत गर्नुहुन्छ, मेहनत गरेर तपाईँले SSW 2 को लागि चाहिने कुराहरू एक्जामहरू पास गर्नुपर्ने हुन्छ है, तोक्ते निगोहरू पास गर्नुपर्ने हुन्छ।
अरू त्यसमा पनि अझ कम्पनीहरूले छुट्टै स्किलहरूको पनि राख्न सक्छ धेरै त्यो भनेको तपाईँहरूको कम्पनीले स्किलहरूको एक्जामहरू दिन सक्छ त्यो दियो भने चाहिँ एक्स्ट्रा यो चाहिँ भिजा एप्लाई गर्नको लागि नभइकन तपाईँलाई चाहिँ यो कुरा कुनै कुरामा यो दक्ष भयो भनेर चाहिँ प्रुफ गरिदिइसकेपछि तपाईँको कम्पनीमा पनि एक त स्यालेरी नै बढ्ने भयो त्यो चाहिँ इमिग्रेसनमा गएपछि यो मान्छे आएर काम पनि सिकेको रहेछ यो स्किल पनि यसले गेन गरेको रहेछ भनेर SSW2 लिनलाई चाहिँ सजिलो बनाउँछ है त SSW2 लिएपछि अब के गर्नु त SSW2 लिएपछि तपाईँले 10 वर्षसम्म भनौँ जापानमा पुगेको 10 वर्षसम्म भन्ने नियम चाहिँ हालसालको नियम अब त्यो नियम अब पछि भोलि गएर चेन्ज भयो भने चाहिँ मलाई थाहा भएन अहिलेसम्म चाहिँ जापानमा गएको 10 वर्षपछि चाहिँ एजी एप्लाई गर्न मिल्छ है 5 वर्ष एउटै कम्पनीमा काम गरेको जस्तो ट्याक्सहरू सबै क्लियर गरेको अनेक थरी नियमहरू त छ तर SSW2 मा गइसकेपछि एजी एप्लाई गर्न सक्यो एजी एप्लाई गर्नु एजी भनेको एजी एप्लाई गरेपछि तपाईँले भोलि गएर म चाहिँ कम्पनी नै मा काम नगरेर पार्ट टाइम काम गरेर राम्रो जिन्दगी चाहिँ पार्ट टाइम मात्र काम गरेर रिल्याक्सको जिन्दगी चाहिँ बिताउँछु भनेर पनि पाउन सक्नुहुन्छ है त एजी पाएपछि त्यही कम्पनीमा काम गर्नुपर्छ नै भन्ने चाहिँ छैन है ल अब एप्लिकेसन प्रोसेस चाहिँ के छ त स्टेप बाई स्टेप हेरौँ है त सुरुमा त जापानिज भाषा पढ्नै पर्यो तपाईँले बेसिक है जापानिज भाषा पढ्नु पर्यो त्यसपछि ल्याङ्ग्वेज टेस्ट गर्नु चाहिँ पास गर्नु पर्यो भनेको JFT र अथवा के त JLPT N4 त्योभन्दा बढी गर्न सक्यो भने अझै राम्रो उत्कृष्ट भन्छ नि है त्यसपछि गएर तपाईँको थर्ड नम्बर के त स्किल पास गर्नु पर्यो कुन सेक्टरमा जानुहुन्छ तपाईँ अब कन्स्ट्रक्सनमा जानुहुन्छ कन्स्ट्रक्सनको पनि सिभिल इन्जिनियरमा जानुहुन्छ कि बिल्डिङ कन्स्ट्रक्सनमा जानुहुन्छ कि लाइन र इक्विपमेन्ट्समा जानुहुन्छ अथवा अन्य क्षेत्रहरूतिर जानुहुन्छ है त त्यसको स्किल नै पास गर्नु पर्यो त्यसपछि तपाईँले काम गर्ने कम्पनी चाहिँ तपाईँले यो ठाउँसम्म पुगिसकेपछि कन्स्ट्रक्सनको स्पेसल यो 3 नम्बरमा पुगिसकेपछि तपाईँले कम्पनी खोज्नै पर्दैन तपाईँलाई खोज्दै आउँछ है कन्स्ट्रक्सन एरिया भन्ने सेक्टर भनेको यस्तो चिज हो जहाँ डिमान्ड धेरै नै छ है जब तपाईँले यो स्किल पास गर्नुभयो भनेर मार्केटमा हल्ला हुन्छ तब तपाईँलाई कम्पनीले खोज्न आउँछ है तपाईँले कम्पनी खोजिराख्नु पर्दैन है कम्पनी खोज्न आउँछ त्यसपछि तपाईँको इन्टरभ्यू हुन्छ तपाईँले इन्टरभ्यू पास गरेपछि के त कन्ट्र्याक्ट आउँछ कन्ट्र्याक्ट साइन गरेर कन्ट्र्याक्ट पठाएपछि उताबाट भिजा एप्लाई गरिदिन्छ भिजा एप्लाई गर्दा पनि तपाईँहरूले केही गर्नु पर्दैन तपाईँहरूको आफ्नो कन्सल्टेन्सीमा गएर कन्सल्टेन्सीले मगाएको यो डकुमेन्ट दिनुस् भनेको डकुमेन्ट मात्र दिनुभयो भने उहाँहरूले उता जापानमा पठाएर जापानको मान्छेले चाहिँ एप्लाई गरिदिनुहुन्छ अनि एप्लाई गरेपछि COE आयो अनि अब तपाईँको बाँकी काम के त नेपालमा श्रम गर्नु पर्यो भेरिफिकेसन जानु पर्यो आफ्नो अब सपिङहरू गर्नु पर्यो सबै गरिसकेपछि बल्ल तपाईँ चाहिँ जान रेडी हुनुहुन्छ है त अन्ततः यत्रो भिडियो बनाउनुको तात्पर्य नै तपाईँहरूलाई कन्स्ट्रक्सन भनेको चाहिँ ज्यामी काम होइन है कन्स्ट्रक्सन भनेको त एउटा स्किलफुल चाहिँ काम हो भन्ने ज्ञान चाहिँ होस् भनेर यो भिडियो बनाएको सायद बुझ्नु पनि भयो होला है अझै यदि एक्सप्लेन गरेर पनि अझै जान्न मन छ कन्स्ट्रक्सनको बारेमा कन्स्ट्रक्सनको भिजा अथवा कन्स्ट्रक्सन सेक्टरको बारेमा अझै जान्न इच्छुक हुनुहुन्छ भने हजुरहरू चाहिँ मोमिजी एकाडेमीलाई सम्पर्क गर्न सक्नुहुन्छ हस् त एउटा सिकाउने गाइसमास